हेलो साथीहरू नमस्कार स्वागत छ हजुरहरू सबैजनालाई मनसा कार्की बस्नेत युट्युब च्यानलमा। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम धेरै नै सन्चै छु साथीहरू। सो आज चाहिँ मैले फेरि अर्को एउटा भिडियो बनाउन गइरहेको छु। आजको भिडियो चाहिँ मेरो केमा छ भने आज चाहिँ सरस्वती पूजा हो, सबैजनालाई थाहा छँदैछ। अनि म चाहिँ रेडी भइसकेको छु। म चाहिँ स्कुल गइरहेको छु। अब चाहिँ नानी चाहिँ बिहान नै गाडीमा स्कुल गइसकेकी छिन्। ऊ चाहिँ बिहानै हामीले पठाइदिन्छौँ, 8 बजे नै नानी गइसकिन्। अनि अब म जान लागेको, म र मेरो श्रीमान हामी दुईजना जान लागेको। अनि नानीको स्कुलमा अरू पनि के प्रोग्राम छ त्यो सकेपछि चाहिँ 1 बजेबाट चाहिँ नानीलाई लिएर आउन मिल्ने भन्नुभएको छ। अनि म चाहिँ किन जान लाग्यो भने नानीको स्कुलमा नानीले चाहिँ मेरो जहिले पनि नाक छेड्नुलाई एकदम रहर गर्थ्यौँ कि। अनि त्यसपछि हामीले चाहिँ होस् नछेड्ने भनेको, तर नानीले एकदम रहर गरेको भएर चाहिँ अनि आज सरस्वती पूजाको दिन प्रायः जस्तो नाक कान छेड्ने सरस्वती पूजामा भन्ने हुन्छ नि त। त्यही भएर आज चाहिँ म मेरो नानीको नाक छेड्नु गइरहेको छु। अहिले चाहिँ म सुरुमा स्कुल जान्छु। अब रेडी भइसक्यो, अब हामी निस्किन लागेको। सुरुमा हामी जान्छौँ स्कुल। अनि स्कुल गइसकेपछि नानीको अब त्यहाँनिर के छ प्रोग्राम, एकैछिन बस्ने। अनि बसेपछि 1 बजेपछि नानीलाई लिएर आएर नाक छेड्ने। अनि अब नानीको कस्तो हुन्छ होला दुखायो माइ गड, कतै अब आमालाई त पीडा भइहाल्छ है। फेरि मलाई चाहिँ मैले चाहिँ नाक छेडेको मलाई यादै छैन। सानोमै हो हाम्रो चाहिँ नाक कानहरू सबै सानोमै छेडिदिनु भएको मम्मीहरूले। त्यही भएर मलाई त थाहा छैन। तर त्यो बच्चाहरूलाई सुईहरू लगाउन लिएर जाँदा नि कस्तो गरेर हुन्छ नि त। अनि कस्तो लाग्छ। अनि अब कति दुख्छ होला उसलाई। तर नानी एकदमै एक्साइटेड छिन् नाक छेड्नुको लागि। ऊ दिनदिनै भन्यो उसले, म पनि मम्मीको जस्तो फुले लाउने, मम्मीको जस्तो लगाउने भनेर सोधेको गर्ने उसले गरिरहेछन्। अनि अघि बिहान पनि मैले उसलाई अब आज त दिन हो नि त, अनि उसलाई मन छैन भने नानी नाक छेड्ने हो भनेको, छेड्ने हो, दुख्छ कि दुख्दैन थाहा छैन भनिरहेछन् कि। अलिअलि दुखे पनि अब सहन्छन् होला भन्ने सोचिरहेको छु। सो साथीहरू अब चाहिँ म जान लागेको छु नानीको स्कुल। अनि त्यसपछि स्कुलमा के रहेछ हेरौँ है साथीहरू। अनि त्यसपछिबाट आएर नानीको नाक छेड्दा कस्तो रियाक्सन हुन्छ त्यो पनि हेर्नुपर्छ है त। हामी दुईजना चाहिँ अब निस्केको कहाँ स्कुल जान लागेको छौँ अब चाहिँ। हामी चाहिँ ठ्याक्कै स्कुल आइपुग्यो। स्कुलमा चाहिँ के रहेछ भन्दाखेरि घोडा उनीहरूको चाहिँ प्रोग्राम भइरहेको रहेछ। मैले चाहिँ नानीलाई नै नानीहरूको चाहिँ आज स्पोर्ट विक पनि भएको भएर मेडलहरू पनि बाँडेको रहेछ। अनि त्यसपछि एउटा चाहिँ यहाँनिर पुरै मेडल लाएर आउँदैछन्। मेरो नानी चाहिँ कहाँ गइन्, आउँदैछन्। सबैजनालाई मेडल पाएर मेरो नानी चाहिँ हाई आइएनसी अहिले पछि आउँछस्। मैले चाहिँ सरस्वती माताको फोटोलाई पनि ढोगेर नानीहरूको पनि सक्यो। अब चाहिँ नानी लिएर जानुपर्ने हुन्छ। हाम्रो नानीहरूको चाहिँ यता छ, उनीहरूको चाहिँ नानी त क्लासमा गइसकेकी छिन्। अब चाहिँ जानुपर्ने हुन्छ। आइएनसी चाहिँ आइसकेकी छिन्। नानीले चाहिँ 2टा मेडल लिएर आएकी छिन्। अनि त्यसपछि यहाँनिर अब हामी के गर्ने सानो आज नाक छेड्ने तिमीलाई मन छ। उसको चाहिँ आज के गर्ने भन्दा पुरै नाक छेड्ने भन्ने मात्रै छ। त्यहाँनिर घोडा पनि छ, म चढाइदिनु पर्यो नानीलाई भनेको, मान्दै मानेकी छैनन्। कस्तो फिल भइरहेछ छोरी? अलि लाउडली बोलिदिनुहोस् न। राम्रो भा घोडा चढ्यो, घोडा घोडा। डर लाग्यो गाइस मलाई। अब यो के गरे आइन्छ हेर साथीहरू। यति डर लाग्यो हामीलाई घोडा चढ्दाखेरि। हामी आमा छोरी त डराएर थुरुर भएको है। सानो डर लाग्यो, के भयो भन त, बोल छिटो। डर लाग्यो। मलाई पनि कस्तो डर लागेर म त एकैछिनमा झडिहालेको है। हामी त नचढेको है सानो धेरै बेर।
तर म चाहिँ नानी खुसी हुन्छन् भनेर चढाएको त भरे नानी पनि डरायो मलाई झन् कति डर लाग्यो मान्छे डराएर नसक्रेको है के हो देखाइदियो न सानोले स्पोर्टमा राम्रो गरेर पाएको है दुईटा हो कति खुसी भएको छ मेरो छोरी त अब चाहिँ हामी जानु लागेको छौँ कहाँ भन्दाखेरि अब चाहिँ हामी जाँदैछौँ नानीको के गर्नुको लागि के गर्न फुली लाउन गयो होइन नाक छेड्नुको लागि जाँदैछौँ भन न जाँदैछु हेरौँ साथीहरू अब कस्तो हुन्छ नानीलाई लिएर चाहिँ अब नाक छेड्ने ठाउँमा जाँदैछौँ मेरो अझै पनि मुटु ढुक 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 भइरहेछ हो साथीहरू अहिले चाहिँ हामी नाक छेड्नुको लागि सुन पसलमा आइसकेको छौँ नानी चाहिँ यहाँनिर बसिरहेको छिन् वेट गरेर अनि दाइलाई चाहिँ गर्दैछु दाइले चाहिँ मेरो नानी बाबु दुवैजनाको कान छेड्नु भएको तर दुवैजनाको पाक्ने ओर्ने केही पनि राम्रो भयो दाइको चाहिँ हात एकदम ठिक रहेछ एकदम राम्रो ठाउँमा है दाइ टिक्क बनाएर तल नहोस् है तल भएन तल नि नहोस् माथि नि नहोस् है माथि नि कस्तो नराम्रो त्यो अस्ति एकजनाको हेरेको थिएँ कि तल पनि नहोस् फेरि धेरै तल भयो भने राम्रो हुँदैन नि त धेरै तल नि हुनु पर्यो धेरै माथि नि हुनु पर्यो दाइ यहाँ पुरै रेडी गर्दै हुनुहुन्छ सानो एकदम सफासँग बन्दोबस्त हुँदैछ है नानीले चाहिँ पाउनु दुख्दैन है सानो ल दुख्दैन है ल ठिक छ ए त्यहीँनिर ल यता मामुपट्टि हेर मामुले हेर नरौ है बेटा 1 2 3 माई गॉड मैले चाहिँ नानीको ठ्याक्क छिरेको देखाएँ अनि नानी रोइन त्यसपछि मैले देखाउन सकिनँ म पनि केही नै यो गर्नै सकिनँ साथीहरू त्यो नानीको त नाक सानो छ नि त अनि त्यसपछिबाट त्यो छेड्दाखेरि चाहिँ त्यो के भन्छ त्यसलाई फुली हुन्छ नि म देखाइदिन्छु त्यो चाहिँ अलिक ठुलो भएको भएर तल टच गरेर ठ्याक्क अनि नानीको अलिकति ब्लड पनि आयो नानी एकदम रोइन त्यही भएर मैले चाहिँ त्यसपछिबाट मैले चाहिँ उयो गरिनँ भिडियो गरिनँ अनि अहिले चाहिँ नानी पनि अलिअलि मानिन् अनि मानिसकेपछि चाहिँ नानीले चाहिँ के भन्नु भने तिमीलाई गाह्रो भएको छ भन्दा गाह्रो भएको छ कसरी ठिक हुन्छ र चाहिँ केक खाएपछि ठिक हुन्छ भने नानीले फाइनली हेर्नु होला नानी चाहिँ नाक छेडेर यस्तै भएर अनि यहाँनिर केक खाँदैछिन् खाऊ छ नि खाऊ नाक छेडिन् नानीले अघि चाहिँ रोइन् मलाई एकदम नराम्रो लाग्यो अहिले चाहिँ खुसी नै छिन् आइएनसी लु खाऊ बाबा खाऊ खै तिम्रो मम्मी खुली देखाइदिन्छु हो यसरी के यो ठ्याक्क तल छोएको थियो कि यहाँबाट पठाउँदाखेरि यहाँ तल छोएको भएर चाहिँ उसलाई अलिक दुखेर गाह्रो भएको थियो तर ठिक छ नानीको नाक छेड्यो साथीहरू मलाई चाहिँ एकदमै यस्तो फिल भयो कि आफूले आफूलाई कन्ट्रोल गर्नु छैन त्यस्तो हो नानी उयो गरेको देख्दा नि ठिकै छ साथीहरू तर पछि भयो नि छेड्नै पर्थ्यो अहिले भयो नि छेड्नै पर्थ्यो झन् पछि झन् ठुलो हुँदै गइसकेपछि छेड्ने नछेड्ने भन्ने कुरो ठेगान हुँदैन थियो नि त त्यही भएर अहिले नै अब आफूले छेडिदिएपछि ऊ भयो अब यस्तो भन्नुभएको छ त्यहाँनिर चाहिँ शीतहरू लगाइदिने फ्रिजको आइसहरू लगाइदिने अनि पर्सिको दिनमा चाहिँ अर्को फुली चेन्ज गर्न मिल्छ भन्नुभएको छ अनि मैले नानीको लागि सानो फुली पनि ल्याएको छु अनि सायद पर्सि सन्डेतिर चाहिँ म फुली पनि चेन्ज गरिदिन्छु अब यस्तै कस्तो भएको नि एकदमै गाह्रो हुँदो रहेछ है सानो ल खाँदै गर